नमस्कार, म चाहिँ अब मेरो केही वाच लिस्टमा भएको स्टकहरू हेर्न खोजेको हो। अब धेरै दिनपछि म चाहिँ आज के भन्छ यही भएर चाहिँ के भयो भनेर चाहिँ यहाँ हेर्नु पर्यो। सुरुमा चाहिँ मैले चाहिँ इन्सुरेन्सको इन्डेक्स छ होइन, सुरुमा चाहिँ अब के छ भन्ने कुरो हेर्छु। यस्तो छ होइन, प्राइजहरू चाहिँ यहाँ छ, यहाँदेखि यस्तो छ, यहाँदेखि यस्तो। अहिले प्राइस चाहिँ यसको र यसको बिचमा कहीँ घुमिरहेको छ। अब अहिलेलाई चाहिँ मैले चाहिँ कहाँ जानु सक्छ त भन्ने कुरो हेर्दैछु होइन। जहाँ छ यो प्राइसले चाहिँ समय यतातिर जानुपर्ने देख्छु मैले होइन। समयमा चाहिँ एक प्रकारको एउटा चिज के रहेछ सकिने के रहेछ। अब फर्स्ट हप्ताको चाहिँ यहाँ पनि पैसानी हो यो यो पनि पछि गर्छु मेरो के होला यो होइन, के होला भनेर पछि खोज्नुपर्छ। मेरो फर्स्ट टार्गेट चाहिँ समय उतातिर हुनुपर्छ भन्छु है। यो प्राइजले चाहिँ अब यहाँ पनि यो रिटेस्ट केही भएर आएको कि के भएको नि खोज्नुपर्छ। अहिले चाहिँ यतातिर लाग्यो नि मैले चाहिँ अहिले देखेको चाहिँ अहिले मलाई चाहिँ लाग्छ यो प्राइस चाहिँ अब 10 गरेर जस्तो यस्तो महिना पुग्नुपर्छ जस्तो लाग्छ मलाई होइन। भित्र के रहेछ मतलब थिमहरू होइन, हेर्नु परेको भन्छ यहाँ छ के रहेछ यस्तो हेर्नुपर्छ हुन्छ होइन। यस्तो रहेछ यस्तो रहेछ एउटा बुझाउन चाहिँ जस्तो लाग्छ मलाई। यहाँ पनि जानु सक्यो अब जान्छ जाँदैन भविष्य खेला हो यो। यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ यस्तो छ जहाँ लाग्छ मलाई चाहिँ जानुपर्छ जस्तो लाग्छ। कतातिर आउने थाहा छैन नि त्यतिखेर कतै न कतैबाट पठाउँछ। अहिले मैले चाहिँ स्टकहरू हेरेको यो मलाई लागेको स्टकहरू चाहिँ एलआइसीमा इक्नेममा छ मेरो। टुरिस्टको साथ चाहिँ हेर्छ होइन, पछि हेरौँ ल बाँकी कुरो। मैले चाहिँ एचडिएलआइसी मेरो वाच लिस्टमा छ। भोलि पर्सि यो जोनतिर आयो भने चाहिँ किन्छु।
बिहीबारसम्म आउँछ कि कन्भिन हुन्छ योबाट यहाँ आउनु पऱ्यो यो जोनमा आयो भने 340तिर आयो भनेपछि मैले चाहिँ मेरो टार्गेट चाहिँ यो फिल गर्नुपर्छ भन्ने मान्यता राख्छु यो गऱ्यो भनेपछि चाहिँ मलाई मैले 440मा किन्नु पाएँ भनेपछि म चाहिँ 46%का लागि 46% मुभको मेरो एक्सपेक्टेसन हो यतातिर कतातिरबाट हुन्छ मैले 46%मा म 35% पनि खान सक्यो भने चाहिँ 46मा 10% तलमाथि कता चाहिँ खान सक्यो भने चाहिँ म यसमा चाहिँ खुसी हुन्छु मलाई विश्वास छ कि यो विक चाहिँ फिल गर्नुपर्छ भन्ने मेरो मान्यता हो मैले यहाँ एउटा केही कुरा भेटेको छु प्राइस एक्सन भेटेको छु त्यही भएर मैले चाहिँ यहाँ लिने निर्णय गरेको छु मेरो स्टप लस चाहिँ यसको मुनि हुनेछ होइन 390 मुनि अनि मेरो टार्गेट चाहिँ 640 645 650 योभन्दा माथि जति पनि हुन सक्यो भने एउटा मलाई चाहिँ मेरो आँखामा परेको स्टक चाहिँ यो छ एसजिएलआइसी यसपछि छु एएलआइसिएल पनि मलाई जहाँ लाग्छ एकदमै यहाँसम्म चाहिँ मेरो फर्स्ट टार्गेट चाहिँ यहाँ हुन्छ यो भने चाहिँ अब यो यतातिर 450तिर किन्नु सक्यो भनेपछि 37% छ 37मा 170 रुपियाँ छ मलाई मेरो के हुनेछ यो भयो भनेपछि यहाँसम्म जानुपर्छ भने चाहिँ 47 200 रुपियाँ खानुपर्छ यसमा भन्ने मेरो मान्यता रहिरहेको छ यो किन रहिरहेको छ भनेर मलाई थाहा छैन अलिअलि के कुरो थाहा छ के कुरो थाहा छैन के छ अब यसमा चाहिँ मैले चाहिँ केही कुरोहरू देखेको छु यो चाहिँ यस्तो देखेको छु भने सक्नु लाग्छ मलाई चाहिँ यो हाई चाहिँ फेक आउट गरेर माथि जानुपर्छ भन्ने मैले भनेको छु भन्दा पनि मैले एक्सपेक्टेसन गरेको छु किनभने चाहिँ समवेयर हियर केही छ होइन यो प्राइजले केही न केही भन्छ मलाई यो प्राइजले मलाई केही न केही भनेछ यो प्राइजले मलाई स्टोरी भनिसकेपछि यसका स्टोरी टेलरहरूले चाहिँ यहाँ चाहिँ केही भनेछन् होइन यसले यो र योले चाहिँ दुईटा स्टोरीहरू बिल्ड गरेर छ अब यहाँ चाहिँ आयो भने चाहिँ यतातिर आयो भने चाहिँ फर्स्ट इनिसियल टार्गेट चाहिँ यहाँ हुन्छ 47 योभन्दा यो 47% 200 पर्खेत चाहिँ खान सकिन्छ भन्ने मेरो अनुमान हो होइन अब यो कतातिर आउँछ 73 छ 50 त आउँछ आउँदैन थाहा भएन होइन अब यो चाहिँ अझै पनि बढ्नु खोजेर छ सकेन अब मैले चाहिँ मेरो एक्सपेक्टेसन चाहिँ जबरजस्ती गरेर चाहिँ समथिङ के त हुनुपर्छ जस्तो लाग्छ मलाई अब यो चाहिँ यहाँको सरकारले खाएको कि जस्तो लाग्छ मलाई क्यान्डल चाहिँ यो चाहिँ एकदमै सिग्नल नै त जेनेरेट गरेको छैन तर यसले चाहिँ एक खाले प्रोजेक्सन दिएको चाहिँ छ तर एकदम क्लियर लिस्ट चाहिँ म अझै पनि अलिकति सङ्केत छु यसमा चाहिँ लो टाइम फ्रेममा चाहिँ म सङ्केत छु तर चाहिँ मेरो चाहिँ हाई टाइम फ्रेममा हेर्ने हो भने चाहिँ मैले समथिङ केही प्राइजेक्सनहरू चाहिँ मैले भेटेको छु यतिखेर यसको बेसिसमा चाहिँ मैले चाहिँ यहाँ चाहिँ ट्रेड लिनलाई कहिले चार्ट कोरेको छु त्यो चार्ट चाहिँ पुरा आउँछ मैले चाहिँ यो जोनबाटै मेरो फर्स्ट टार्गेटै यहाँ थियो यो चाहिँ धेरै पहिलाको हो तर यहाँबाट पनि एक प्रकारको सप्लाई आउँछ भन्ने चाहिँ एक्सपेक्टेसन चाहिँ हो
यहाँबाट यहाँ आयो होइन, यतातिर कतैबाट किन्नुपर्छ र अनि यहाँ जान्छ भन्ने थियो। एकचोटि यो यहाँ आयो अनि एक दोस्रोचोटि यहाँ चाहिँ फेरि टच गरेर फेरि यहीँ आएको छ। मतलब यो जोन चाहिँ यसका लागि पुर्खाको घर भन्छ नि, त्यस्तै त्यस्तै देखिएछ। जानुपर्ने जोन चाहिँ यहाँ हो। अब यहाँ राइड बोनस के आयो, यो चाहिँ यसमा चाहिँ बन्द भएको छ। मैले अघि भनेको थिएँ नि त, मैले पुरानो चार्टहरू चाहिँ यहाँबाट माथि गएर यहाँ चाहिँ एउटा प्रकारको सप्लाई आउँछ भनेर एक्सपेक्टेसन गरेको थिएँ मैले। अनि त्यतिखेर चाहिँ मेरो बाइजनहरू चाहिँ यो थियो होइन, यतातिर देखेको थिएँ। अब यहाँबाट यहाँ आयो भने यहाँ किन्ने हो, यहाँबाट आयो यहाँ चाहिँ टार्गेट हुन्छ यहाँनिर किन्यो भने चाहिँ 35% यहाँनिर आएको छ होइन। एकचोटि यहाँ चाहिँ बेचेँ मैले, अनि अर्कोचोटि चाहिँ मैले चाहिँ यतातिर किनेर यतातिर चाहिँ बेचेँ होइन। त्यसपछि चाहिँ मैले किनिनँ, सिधै यहाँ चाहिँ अस्ति किन्ने बेला चाहिँ मैले पाइनँ, यो ठाउँमा मैले हेर्नै पाइनँ, किनकि म बिजी थिएँ। साथीहरू छुट्टीमा भएर चाहिँ मैले टिएमएस खोल्नै पाएको छुइनँ। अब हिजोदेखि चाहिँ मेरो साथी घरबाट आएपछि अनि बल्ल हेर्ने मौका पाएको छु। अब यो मुनि आउँछ भने चाहिँ म यहाँ स्योर किन्छु। अनि मैले एक दुईजना साथीहरूलाई किन्न लगाएँ। फ्युचरमा स्टप लस गऱ्यो भने चाहिँ स्टप लस गर्छन्, खाए खान्छन्, नभए जान्छन् मामा घर होइन। एउटा यो दुइटा हो। अर्को जुन छ मैले हेरेको चाहिँ एसआरएलाई होइन, एउटा एसआरएले पनि एकदमै मैले छ अब राम्रो देखेको स्टकहरूमा दिएको एसआरएले पनि हो। एसआरएलाई चाहिँ मैले कसरी हेर्छु भने चाहिँ मेरो प्राइस चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ गएको छ। अब यहाँदेखि यहाँ प्राइस यहाँदेखि पनि सबै गरेर यहाँ आएको छ होइन। यहाँदेखि एउटा ट्रायङ्गुलर प्याटर्नमा यतातिर ब्रेक भएको छ। ब्रेकिङ तपाईँमा चाहिँ केही बनाएको छ, यहाँ छिटो चाहिँ आएर चाहिँ यहाँ गएको छ भर्खरै। यहाँ पनि कहाँ गएर यसले रियाक्सन दिएको छ भन्ने कुरो हो। अनि प्राइसले चाहिँ यहाँबाट युजमा चाहिँ प्राइस होल्ड गरेर गरेको छ। अब प्राइस चाहिँ युज हुन भनेपछि फर्स्ट टार्गेट यहाँ हुन्छ, अरू कहीँ पनि हुँदैन। सिधै यहाँ आयो भनेपछि अब यसमा हुनुपर्ने पर्सेन्ट चाहिँ 32% छ। अब यसमा चाहिँ तपाईँले कति खान सक्नुहुन्छ भन्ने कुरो हो। स्टप लस भन्नु नि यहाँ हुन्छ, स्टप लस पनि हेर्नै पऱ्यो होइन। स्टप लस पनि स्टप लस गयो भने पनि कति खाने 9-10%, 10% गएको 3:3 को रिस्क रिवार्ड हुन्छ, दुइटा हो। अनि मैले चाहिँ अर्को हेरेको भनेको चाहिँ माइक्रो फाइनेन्समा हो, तर त्यो चाहिँ अलि लामो टाइम फ्रेम भएको हुँदा चाहिँ अलिकति वाच गर्नुपर्ने हुनसक्छ, अर्थात् स्टप लस पनि जान सक्छ त्यसमा। त्यसको चाहिँ अलिकति हेरेर मात्रै त्यसको विश्लेषण गर्नुपर्ने छ। अब मैले चाहिँ जहाँ लाग्छ यही जोनबाट चाहिँ जानुपर्छ भन्ने मैले मान्यता राखेको हो। हुनसक्छ यहाँदेखि अब प्राइजले तपाईँहरूले यतातिर 1036 भेट्टाउनु भयो भने गजबै हो। अब यतितिर कहीँ लिन्छु भन्ने भने पनि मिल्यो होइन। अब यो चाहिँ कति छ भने चाहिँ अब यदि यहाँसम्म 7% घट्नुपर्छ भने चाहिँ म होइन, अब 7% घट्छ या यो यसैबाट जान्छ भन्ने कुरो हो होइन। यसमा पनि अब यो जानकारी छ, अहिले एक प्रकारको रिटेस्ट पनि गरिसकेको छ।
त्योभन्दा मुनि आएर अब यो चाहिँ रिस्क लिन सक्ने र लिन नसक्ने कुरो हो। मैले चाहिँ यो जोनलाई चाहिँ मेरो फर्स्ट टार्गेट भन्छ होइन। यो चाहिँ मेरो फर्स्ट टार्गेट अनि जहाँ मलाई लाग्छ मलाई चाहिँ यो विक चाहिँ ब्रेकआउट गर्नुपर्छ भन्छ क्या। यो ब्रेकआउट गऱ्यो भने चाहिँ यस्तो हुन्छ, अब यो हुनु पनि सक्छ हुनु पनि सक्छ। अर्थात् यहाँ आयो भनेपछि तपाईँले किन्नु सक्नुभयो भने चाहिँ यहाँ गयो भने चाहिँ 95% 99%को रिस्क रिवार्ड पाउनु सक्नुहुन्छ जस्तो लाग्छ। अब नपाउनु पनि सक्यो, के पनि जे पनि हुनसक्छ। अब यो भित्र अब यहाँ आउँछ आउँदैन यो भित्र लिनु पनि सकियो। त्यसका लागि चाहिँ मैले यो हेरेको छु। अब यो विक फिल पनि गर्न सक्यो, अर्थात् यो चाहिँ किङको लागि चाहिँ वारेफलाई चाहिँ सुन्न पनि गर्न सक्यो एउटा यो छ। अनि एउटा अर्को मैले हेरेको चाहिँ एमएलडिएसएल महिला लघुवित्त पनि छ। महिला लघुवित्त पनि मलाई चाहिँ लाग्छ राम्रो लाग्यो पनि महिला अब यसमा चाहिँ एउटा राम्रो चिज देखिएको थियो नि। अब मैले भनेको चाहिँ मैले चाहिँ यस्तो हेर्दा नि यो मात्रै भएको छ। मलाई जहाँ लाग्छ यो विक चाहिँ फिल गर्नुपर्छ जस्तो लाग्छ मलाई। हुनु पनि सक्छ नहुनु पनि सक्छ होइन। तर यसमा चाहिँ मैले बाइक गर्ने चाहिँ यो हेरेको छु। यो जुन भनेको मैले चाहिँ यहाँदेखि यहाँसम्मको टार्गेट राख्नु, अर्थात् मेरो स्टेटस चाहिँ हुन्छ यसको मुनि है। यसको मुनि हुन्छ। अब यो यहाँ आउँछ कि आउँदैन, यहाँ यी क्यान्डलमा आएर यो गइसकेको छ र यो आउनु सक्छ आउनु सक्दैन। यदि मोड ट्राप गर्छ मान्छेहरूलाई अझै किता पुगेको छैन भने चाहिँ यो चाहिँ यहाँसम्म ल्याउँछ होला, अर्थात् यतापट्टि यहीँसम्म पनि ल्याउनु सक्यो। अनि यस्तो गरेर ल्याउने गरेर यता जानु सक्छ। यसरी अब यो भित्र आयो भने त आँखा चिम्लेर नै किन्नुपर्छ लाग्छ मलाई कि यो जोनमा। यो जोनमा आयो भने चाहिँ यहाँसम्म गऱ्यो भने चाहिँ 64% छ, लगभग 1100 रुपियाँको रिस्क यो के भन्छ रिवार्ड मिल्न सक्छ। अर्थात् यो मुनि पनि गयो भने पनि लगभग 300 रुपियाँको लस पनि हुनसक्छ दुईवटा भयो। अर्को चाहिँ एनएसएल बिएसएल पनि राम्रो देखेको छ। एनएसएल बिएसएल चाहिँ किन राम्रो देखेको छु भने चाहिँ यहाँ चाहिँ हाम्रो एक प्रकारको उतो भएको छ। उतो भनेपछि के हुन्छ त्यसले यस्तो छ। यहाँ उतो भनेपछि चाहिँ यसको पोइन्ट चाहिँ यहाँ छ। अब यहाँ जे पनि हुनसक्छ होइन, जे पनि हुनसक्छ भन्नको लागि चाहिँ यहाँ के भएको हेर्नुपर्छ। यहाँ चाहिँ अब चाहनु लाग्छ यस्तै हो होइन थाहा छैन होइन। यहाँदेखि आयो भने पनि फर्स्ट यो अस्ति यो भरोसासँग कुरा गर्ने बेला चाहिँ यहीँतिर अर्डर लिँदा पनि हामीले 55%को गेन चाहिँ पाउँछौँ। एउटा हाम्रो चाहिँ अर्को चाहिँ यस्तो पनि हुनसक्छ भन्ने थियो। अरूले चाहिँ हुन्छ भन्ने थाहा भएन। यसमा चाहिँ के भन्छ भनेपछि यस्तो छ। अब यसको जानुको लागि चाहिँ अहिले फिलहाल त्यो टार्गेट राख्न सकियो होइन। यति यो चाहिँ यहाँबाट हुने हुनेछ। मैले चाहिँ यतातिर मलाई यो केही चिज थियो हामीले
अर्डर लिएको होइन मैले चाहिँ रेट सप्लाई चाहिँ होइन किन्नुभयो भने अब यहाँबाट गऱ्यो भने यहाँले चाहिँ 55% 300 रुपिस चाहिँ एनआइसिएल बिएसएलमा पनि खान सक्ने देख्दछु अर्को छ एनएमएल बिपिएल एनएमएल बिपिएल पनि राम्रो देखेको छु मैले यो कारणले राम्रो देखेको थिएँ भनेको चाहिँ मैले चाहिँ एक प्रकारको यो चाहिँ फेक सप्लाई चाहिँ मैले एउटा ट्राई गरेर एक्टिभ समथिङ यताउता के भएको हो होइन यताउता गएर यसको लोगो चाहिँ यो थियो मैले चाहिँ स्टप लस गर्ने भनेर मैले भनेको थिएँ अब त्यो गएन यो चाहिँ लिनुपर्छ जस्तो पनि लागेको थियो मैले चाहिँ यहाँबाट चाहिँ अलिअलि बढेको रहेछ 11% बढेको र मेरो टार्गेट चाहिँ यहाँ लिएको भए चाहिँ यतातिरसम्म 45% 280 रुपिस को थियो यसमा चाहिँ मैले चाहिँ हेरेको चाहिँ पहिले मेरो पुरानो चार्ट पनि छ यो चाहिँ मेरो पुरानो चार्ट हो 2024 नै हो भनौँ न पछि चाहिँ एकचोटि यहाँ आएर फेरि यहाँ पनि यो सप्लाईमा गएको छ होइन मैले चाहिँ यहाँसम्म पुग्छ भन्ने अनुमान चाहिँ गरेको हो यहाँ पुग्नु पर्ने हो यहाँ पुगेन तर त्योभन्दा पहिला यहाँ आयो ठिकै हो यो चाहिँ मेरो धेरै पुरानो 2024को चार्ट हो यो चाहिँ मेरो नोभेम्बरतिरको चार्ट थियो होइन मेरो फर्स्ट इनिसियल टार्गेट चाहिँ यहाँ त्यसपछि सिधै यतातिर भनौँ नि यहाँ थियो चाहिँ नोभेम्बर कति तारिक पो हो यार यो नोभेम्बर सायद फर्स्ट विकतिरकै होला तर योभन्दा पहिला पनि मैले कता कता पोस्ट गरेको छु जस्तो लाग्छ योभन्दा पहिला समता पनि मैले चाहिँ यो जोनमा आयो भने घर खेत हाल्नुपर्ने जोन भनेर भनेको थिएँ हाम्रो एउटा ग्रुप छ केही छ यहाँबाट आयो भने चाहिँ मैले किन्न भनेको थिएँ अनि हाम्रो टार्गेट चाहिँ केही थियो पछाडितिर यहाँ फर्स्ट टार्गेट चाहिँ यही थियो होइन अनि दोस्रो टार्गेट चाहिँ अर्कोतिर थियो यो पनि यहाँ पुरा रकेट भएको थियो अर्को चाहिँ मैले चाहिँ हेरेर चाहिँ एएनएलपी थियो होइन एएनएलपी चाहिँ फेक आउट हुनुपर्छ माथितिर भन्ने थियो तर मैले चार्ज फेरि पुरानो थियो उसमा अब यहाँ चाहिँ यो चाहिँ यस्तो किन भएको कसरी भएको अब यो 14,000 20,000 जान्छ कि युएनएलमै हुन्छ कि होइन अब यसले यहाँ पनि फेक आउट गरेको छ यहाँ पनि स्ट्रगल गर्दैछ कि जस्तो लागेको छ लास्ट मोमेन्टतिर पुस गर्दैछ अब यसले चाहिँ कहाँदेखि 6,000को डबल पैसा दिन्छ 6,000 भने चाहिँ त डबलै दिने होला जस्तो पनि लाग्छ यहाँ चाहिँ तर मेरो चाहिँ यसमा चाहिँ धेरै पहिला यहीँतिर हुँदा चाहिँ यहाँ पुग्छ भन्ने अनुमान थियो मैले चाहिँ यो जुलाई 5 तारिकमा गरेको पोस्ट रहेछ यो 5578 चाहिँ मैले चाहिँ यहाँबाट चाहिँ एकचोटि यो हाइलाइट चाहिँ फेक आउट गर्छ अनि तल आउँछ भन्ने मेरो चाहिँ धारणा थियो अब यसले चाहिँ फेक आउट चाहिँ गराएको छ अब प्राइज एक्सन दियो भने चाहिँ यो सिधै मैले 3,000 मुनि मात्रै हेर्छु होइन मैले चाहिँ उहाँलाई चाहिँ अब यो चाहिँ टप होला भनेर गरेर थिएँ मैले चाहिँ जहाँसम्म लाग्छ यो माइकले चाहिँ यहाँ 2200 2000 यतातिर आउनुपर्छ जस्तो लाग्छ